हेलो साथीहरू नमस्ते तपाईहरुलाई वेलकम छ मेरो ब्लग। सो गाइज यो चाहिँ हाम्रो चाहिँ सिटी हल भित्र जाने बाटो हैन। यहाँ बाहिर तपाईले गेटमा हेर्न सक्नुहुन्छ। यहाँ के छ, यहाँ चाहिँ आज हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक जिल्ला अधिवेशन रहेछ। सो म यहाँ भित्र के भइरहेछ म सबै चिज तपाईहरुलाई देखाउने छु है त। र कतिजना मान्छेहरु आछन्, के छन्, कस्तो भिड छ, म सबै देखाउने छु तपाईहरुलाई। सो गाइज म चाहिँ अहिले सिटी मल भित्र आइसकेको छु हैन। यहाँ भित्र अब हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ यो है। मैले यहाँ चाहिँ आफ्नो साइकल पार्क गरिसकेको छु। यो मेरो साइकल हो। सो म अब भित्र जान्छु। महाधिवेशनमा के हुन्छ, के भइरहेछ, म सबै चिज तपाईलाई देखाउने छु है। यो हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको आज चाहिँ महाधिवेशन छ। सो यहाँभित्र के हुँदैछ म सबै तपाईहरुलाई देखाउने छु। सो गाइज यो भवनको अहिले चाहिँ सदुपयोग भएको छ है। अब यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ सदुपयोग गरेको छ हैन, राम्रो कुरा हो। धेरै वर्षपछि म यो घरमा छिर्दैछु, हेर्न सक्नुहुन्छ यहाँ गाडीहरू छन् हैन। सो गाइज म चाहिँ अहिले चाहिँ सिटी मलको भवनमा पुगिसकेको छु हैन। यहाँ हेर्न सक्नुहुन्छ भव्य भिड छ है, यहाँ मान्छेहरू पनि छन्। सो हजुरले हेर्न सक्नुहुन्छ यहाँ हाम्रो बालेन शाहको पोस्टर पनि छ, पीएमजीको, अनि उतापट्टि रवि लामिछानेजीको पनि छ है। सो भित्र के भइरहेछ सबै चिज देखाउने छु म तपाईहरुलाई। नमस्ते। सो यहाँ चाहिँ खानाको लागि खाना व्यवस्था गरिरहेछ है। साथीहरु म चाहिँ अहिले चाहिँ तपाईहरुलाई चाहिँ हाम्रो चाहिँ सिटी मलको चाहिँ रिभ्यू गराउने छु हैन। आज राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अधिवेशन छ। सो म यहाँ माथि चाहिँ तपाईहरुलाई गएर देखाउने छु। अनि म चाहिँ तपाईहरुलाई चाहिँ यो सिटी मलको चाहिँ रिभ्यू देखाउँदै छु हैन। के छ कस्तो छ, लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्नु होला। सो गाइज हजुरले हेर्न सक्नुहुन्छ यसको एकदमै धेरै राम्रो सदुपयोग भएको छ आज है। सो भित्र कस्तो छ म सबै चिज देखाउने छु तपाईहरुलाई। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डाहरू छ है, घन्टी चिन्ह हेर्न सक्नुहुन्छ। पीएम बालेनजी, तपाईहरुले चाहिँ हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन, लाइक गर्नु भएको छैन भने गर्नु होला। यस्तो राम्रो छ सिटी मल, हेर्न सक्नुहुन्छ। अब म चाहिँ यहाँ भित्र कस्तो महल छ म त्यो तपाईहरुलाई देखाउँछु हैन। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो इन्ट्री गेट, एकदमै राम्रो छ हैन। तर अहिले चाहिँ कुर्सीहरू सबै खाली छ। प्रथम जिल्ला ऐतिहासिक अधिवेशन है राष्ट्रिय स्वतन्त्र पार्टीको। साँझ चाहिँ यहाँ चुनाव हुन्छ हैन। यस्तो दामी बनाएको छ साथीहरु, सब्स्क्राइब पनि गर्नु होला। कस्तो राम्रो सिटी हल बनाएको छ। सो म यो भन्दा माथि चाहिँ के छ त्यो पनि हेर्छु। सेकेन्ड फ्लोरमा गइरहेको छु। सेकेन्ड फ्लोरको भ्यूज कस्तो छ हैन। यस्तो दामी सिटी हललाई चाहिँ नेपाल सरकारले वास्ता गरेको छैन हैन। हेर्न सक्नुहुन्छ यो हाम्रो महेन्द्रनगरको सिटी हल हो है त। यस्तो राम्रो छ, यसको सदुपयोग गर्नुपर्छ। यहाँ टोयलेट छ साइडमा, यहाँ चाहिँ इन्ट्री कोठा रहेछ है। सो यहाँबाट चाहिँ अलिक अँध्यारो छ, यहाँभित्र एकदमै धेरै अँध्यारो छ हैन। यहाँ अलिकति नजाउँ। योभन्दा माथिल्लो फ्लोरमा के छ तपाईहरुलाई म रिभ्यू देखाउने छु। माथि फ्लोरमा है म टपमा आइसकेको छु। टपको भ्यूज कस्तो छ हैन। थर्ड फ्लोरसम्म रहेछ गाइज यो है। हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ यस्तो छ। वाउ वाट भ्यूज, कस्तो राम्रो भ्यूज छ हैन साथीहरु। यसलाई चाहिँ हामीले सदुपयोग गर्न सक्छौं। नेपाल सरकारले चाहिँ यो भवनको सदुपयोग गर्नुपर्छ है त। तपाईहरुको मान्यता के छ, यो भवनलाई सदुपयोग गर्नुपर्छ या पर्दैन? यसको छतमा पनि रुख लागेका छन् साथी। हाम्रो नेपाल सरकारले अहिलेसम्म हेलचेक्राइ गरेको छ यो भवनलाई हैन। यो भवनको निर्माण गरौँ, यसको व्यवस्थापन गरौँ हैन। यहाँ हेर्न सक्नुहुन्छ यहाँ तल मानिने जे पनि हुनुहुन्छ है। सो म उहाँलाई पनि भन्न चाहन्छु यो भवनको निर्माण गरौँ, यसको सदुपयोग गरौँ। योबाट हामीले पैसा कमाउँ हैन। नेपाल सरकारले चाहिँ पैसा कमाउनु पर्छ, यो भवनको चाहिँ सदुपयोग गर्नुपर्छ। साथीहरु तपाईहरुले कमेन्ट गर्नुहोस्। आजको मेरो ब्लगमा मैले चाहिँ सिटी महलमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चाहिँ आएको छु। आउँदा चाहिँ मैले यो भवनलाई पनि देखाएको छु। तपाईहरुले कमेन्ट गर्नु होला, शेयर गर्नु होला र यो भवनमा
को आउनु भएको छ कमेन्ट गर्नुहोला। यो चाहिँ हाम्रो मोहिनगर बजार हो होइन। अब यहाँ यत्रो जमिनहरू पनि छ। यो ठाउँमा पहिले चाहिँ लगभग 6-7 वर्ष अगाडि चाहिँ यहाँ चाहिँ बाइकको ट्रायल हुन्थ्यो साथीहरू, हेर्न सक्नुहुन्छ यहाँ मान्छेहरू छन् होइन। यो ठाउँलाई व्यवस्थापन गर्नुपर्छ है त। सो गाइज त्यो पल्लो साइड गएको छैन, पल्लो साइडमा पनि यस्तै नै होला। सो एकदमै धेरै राम्रो भवन चाहिँ हाम्रो सिटी महल। यहाँ चाहिँ हामीले चाहिँ बिहे पार्टीहरू गर्नको लागि एकदमै राम्रो हल छ। यसको सदुपयोग गरौँ साथीहरू। सबैजनाले चाहिँ यो भिडियोलाई जति सकिन्छ सेयर गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। यहाँ हेर्न सक्नुहुन्छ यहाँको काठहरू कुहिसकेको छ है त, हेर्न सक्नुहुन्छ यसरी कुहिसकेको छ। सो म अब यहाँबाट तल जान्छु होइन। तल गएर तल के भइरहेछ सबै कुराहरू म देखाउँछु। गाई आज पानी पर्ला जस्तो छ, म यहाँबाट निस्किँदैछु होइन। सो अब म तलतिर के छ कस्तो छ सबै यसको वरिपरि देखाउँछु म। सो म अब तलबाट देखाउँछु है, तल के छ सबै कुराहरू म देखाउँछु तपाईँले भवनको। यसको पछाडिपट्टि के छ म सबै तपाईँहरूलाई देखाउनेछु। सो म यो चाहिँ पछाडिको भवनको पछाडिपट्टि पनि देखाइरहेको छु। यहाँ यसो चाहिँ सफा भइरहेछ होइन। यो भवन चाहिँ पुरानो भइरहेछ। सो यसको कलर गर्नुपर्छ साथीहरू। म यो भवन पुरै देखाइरहेको छु तपाईँहरूलाई घुमेर होइन। तपाईँहरू को आउनु भएको छ यो भवनमा कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला हाम्रो युट्युब च्यानल। सो राष्ट्रिय स्वतन्त्र पार्टीका सबै उम्मेदवारहरूले चाहिँ राम्रोसँग काम गर्नुहोला होइन। सबैले चाहिँ राम्रोसँग उठेका व्यक्तिहरूले जित्नु होला, उहाँहरूलाई चाहिँ शुभकामना छ। तपाईँहरूले चाहिँ हाम्रो भिडियोलाई चाहिँ लाइक गर्नुभएको छैन भने लाइक गर्नुहोला, सेयर गर्नुभएको छैन हाम्रो भिडियोलाई भने सेयर गर्नुहोला। यो मोहिनगरको हाम्रो चाहिँ सिटी महलको एरिया हो होइन। यो ठाउँलाई चाहिँ सबैजनाले चाहिँ विश्वभरि पुर्याउनुपर्छ हाम्रो सिटी महललाई, मोहिनगरको। सबैभन्दा पहिले त हामीले चाहिँ नेपालको प्रत्येक जिल्लाको मान्छेसँग चाहिँ यो भवन पुगोस् होइन। यो भवनको निर्माण फेरि होस् है। यो भवन यस्तो छ साथीहरू। आज म तपाईँहरूलाई चाहिँ यो भवनको रिभ्यू गर्दैछु होइन। हेर्न सक्नुहुन्छ यो भवन यस्तो, यसमा चाहिँ करोडौँ रुपियाँ लागेको होला, करोडौँ पैसाहरू लागेको होला होइन। यसको चाहिँ निर्माण आधा भएको छ। सो सबैजनाले चाहिँ यो भवनलाई चाहिँ राम्रोसँग चाहिँ सदुपयोग गर्नु, राम्रोसँग बनाउनु भन्ने का साथ सबैजनाले यो भिडियोलाई सेयर गर्नुहोला। सो साथीहरू म चाहिँ अहिले सिटी महलबाट चाहिँ बाहिर निस्किँदैछु मोहिनगरको। आज चाहिँ हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन थियो। सो भइरहेको छ त्यहाँ, अहिलेसम्म सकिएको छैन। सो आजको मेरो ब्लग यति नै हो साथीहरू। नेक्स्ट ब्लगको लागि कमेन्ट गर्नुहोला। हजुरले हाम्रो ब्लग कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला। थ्याङ्क यू सो मच, बाई बाई एन्ड टेक केयर।